forfeiture and reissue of share हेर्नुस् है त forfeiture and reissue of share हुन्छ यसमा चाहिँ हजुरहरूले 21 नम्बर जस्तो एनएफआरएस र मल्टिस्टेप जस्तो अप्सन पाउनुहुन्न कि त इस्यु अफ शेयर फर क्याश सोध्छ कि त फर्फिचर एन्ड रिइस्यु अफ शेयर सोध्छ क्वेसन नम्बर 12 मा त्यसपछि चाहिँ नम्बर 2 मा इस्यु अफ शेयर फर अदर देन क्याश ओके अदर देन क्याश यो कति मार्क्समा आउँछ त भन्दा 2 मार्क्समा आउँछ र क्वेसन नम्बर 13A क्वेसन नम्बर 13A है क्वेसन नम्बर 13A मा आउँछ त्यसपछि नम्बर 3 मा छ हाम्रो इस्यु एन्ड redemption of debenture कति मार्क्समा आउँछ त यो आउँछ 3 मार्क्समा ओके 3 मार्क्समा आउँछ र यो क्वेसन नम्बर 13B क्वेसन नम्बर 13 को B मा आउँछ ओके यसरी चाहिँ टोटल कति मार्क्स भयो त भन्दा यो चाहिँ 5 मार्क्स भयो र यो 2 + 5 गरेर टोटल 10 मार्क्स चाहिँ शेयर्स भन्ने च्याप्टरले क्यारी गर्छ ओके टोटल 10 मार्क्स कोले क्यारी गर्छ त शेयर्स भन्ने च्याप्टरले ओके ल अब यो भइसकेपछि अब हामीले आज फर्स्टमा इनिशियली पढ्ने टपिक भनेको फर क्याश नै पढ्छौं त्यसपछि अनि सिरियली हामी तल अरु टपिकहरु पनि कभर गर्छौं है ल फर्स्ट सेसनमा पहिला त इस्यु अफ शेयर फर क्याश को थोरै डिस्कसन गराएँ मैले इस्यु अफ शेयर फर क्याश मा के हुन्छ अथवा मैले यही स्क्रिनमा गएर भन्छु है त हजुरहरुलाई इस्यु अफ शेयर फर क्याश मा नम्बर 1 मा के हुन्छ भनेर भन्दा यसमा एकैछिन है पहिला जनरल अन्डरस्ट्यान्डिङ एउटा कम्पनी हुन्छ र एउटा हुन्छ जनरल पब्लिक आम नागरिकहरु जनरल पब्लिकहरु हुन्छन् है अब यदि कम्पनीले जनरल पब्लिकबाट पैसा लगेर जनरल पब्लिकबाट क्याश इन टर्म्स अफ त्यो क्याश भनेर पैसै त्यो क्याश नै लग्ने हैन बैंकबाट पैसा लैजान्छ क्याश लगेर शेयर दिन्छ भने है क्याश लगेर शेयर दिन्छ भने इस्यु अफ शेयर फर क्याश भयो नम्बर 1 को ओके अब फेरि सेकेन्ड कन्डिसनमा अब यदि कसैले पैसा तिर्न सकेन भने त्यो पैसाहरु लिएर त्यो शेयर्सहरु फिर्ता फर्फिट गरेर त्यसलाई फेरि रिइस्यु गर्ने कुरा चाहिँ फर्फिचर एन्ड रिइस्यु अफ शेयर भइहाल्यो अब नम्बर 2 मा अदर देन क्याश है ह्यान्ड रेज गर्नु भएको छ एकैछिन है त म अनम्युट गरिदिन्छु के छ इस्यु त भन्नुस् त संस्कार जी नमस्कार सर हजुर नमस्कार भन्नुस् हामीले त सर यो भन्दा अघिल्लो क्लासमा के यो इस्यु फर क्याश शेयर फर क्याश पढेको त्यसपछि यो रिइस्यु र ट्रान्सफर त पढेकै छैन हामीले हैन मैले भन्नु खोजेको त्यही त आजबाट पढाउँदै छु अस्तिको क्लासमा एउटा मात्रै क्वेशन डिस्कस गरिएको थिए त्यसपछि छुट्टी भइ नै हाल्यो हैन अरु पहिला फर क्याश सकेपछि अरु टपिकमा गराइहाल्छु नि त्यही त सिरियली अरु सकिन्छ सबै है हस् सर हुन्छ ल अब जनरल पब्लिकबाट पैसा लगेर चाहिँ शेयर दिन्छ भने फर क्याश भयो अब अदर देन क्याशमा के हुन्छ भन्दा कम्पनीले एउटा जनरल पब्लिकबाट के लग्छ त भन्दा शेयर लैजान्छ शेयर्स लगेर एउटा कुनै कम्पनीको शेयर्स इन टर्म्स अफ के त भन्दा अब एसेट्सहरु लायबिलिटीजहरु हैन एसेट्स लायबिलिटीजहरु कुनै एउटा कम्पनीको आफूले लगिकन शेयर दिन्छ भने अदर देन क्याश भयो यसमा चाहिँ नो क्याश ट्रान्ज्याक्सन है यसमा क्याश ट्रान्ज्याक्सन हुँदैन नो क्याश ट्रान्ज्याक्सन त्यही भएर अदर देन क्याश भनिएको छ नि यसमा हैन अदर देन क्याश अब डिभेन्चर भनेको के हो त भन्दा डिभेन्चर भनेको के हो त यसको नेपाली टर्मिनोलोजी हेर्दा ऋण पत्र भन्छ यसलाई भन्छ के त ऋण पत्र भन्छ अब ऋण पत्र के हो त भन्दा कम्पनीले शेयर्सको कुरा आउँदैन अब यहाँ जनरल पब्लिकबाट आम नागरिकबाट के लैजान्छ पैसै लैजान्छ क्याश लैजान्छ अब आफ्टर सर्टेन इयर्स फेरि के तिर्छ त क्याश नै तिर्छ आफ्टर सर्टेन इयर्स के आफ्टर सर्टेन इयर्स 1 वर्ष भन्दा बढी समय अवधि सौरभ कडेल नलेख्नुस् त्यसरी है क्याश लगेर क्याशै दिन्छ भने चाहिँ के हो त भने लोन हो यो चाहिँ लङ टर्म लोन हामीले चाहिँ ब्यालेन्स सिट गर्दाखेरि डिभेन्चरलाई लङ टर्म लोनमा पोस्टिङ गर्छौं नि हैन हो त्यही भएर चाहिँ लङ टर्म लोनमै
एन्ट्री हुन्छ है। ल अब यति भइसकेपछि अब म टपिकमै घुसेँ। यसरी नलेख्दौ न स्क्रिनमा, डोन्ट राइट इन द स्क्रिन। ओके, म यसरी लेख्न थाल्यो भने त क्लासबाट हटाइदिन्छु है। ल सुमिरन महर्जन हेज रेज्ड हिज ह्यान्ड। ल भन्नुहोस् सुमिरनजी, मैले अनम्युट अप्सन दिएको छु। सुमिरन। सर हजुर हजुर तपाईँले यो लेख्नु भएको छ नि, हजुर। एकछिन नमिटमै म पनि यहाँ लेख्दैछु कि सकिन लाग्यो त्यही भएर भनेको। ए, ल ल ल छिटो लेख्नुहोस् ल। सकिन लाग्यो। फोनमा स्क्रिनसट लिएर यसलाई लास्टमा लेखे नि हुन्छ ए हुन्छ त्यसो भए सर। है। त्यसरी अब अरूले सकिसक्नु भयो होला। ल साउमी, होइन सर। ठिक छ ठिक छ। अर्कोले रेज ह्यान्ड गर्नुभएको छ, मैले अनम्युट अप्सन दिइसकेँ। साउमी 22120। नमस्ते सर। नमस्कार, हजुर भन्नुहोस्। म आज फर्स्ट टाइम जोइन भएको हो अनि यो पहिलेबाट भइरहेको थियो क्लास? त्यही त पहिलेबाट क्लास भइरहेको थियो। आज चाहिँ सेयर्स भन्ने टपिक, हजुरहरू नयाँ मान्छे जोइन भयो भएरै फेरि सुरुबाट पढाउँदैछु। हजुर, अनि यसको रेकर्डेड भिडियो हुन्छ कि रेकर्डेड कस्तो भिडियो छ? सबै पाइन्छ, हजुरहरूले पाउनुहुन्छ। त्यसको लागि चाहिँ हाम्रो सिइओ सरसँग, अघि जो सर बोलिराख्नु भएको थियो नि, उहाँसँग हजुर, कन्ट्याक्ट गर्ने है। अथवा कसरी कन्ट्याक्ट गर्ने उहाँसँग? एकाडेमीको चाहिँ पेजमा गएर त्यहाँ चाहिँ हेलो यस्तो यस्तो आफ्नो इस्युज के छ टक्क मेसेज लेख्ने। सर, अनि यसमा हामीले पैसा तिर्नुपर्छ कि पैसा कस्तो हो? तिर्नु पर्दैन, इट इज फ्री अफ कस्ट। ओके, फ्रीमा पढ्न पाइन्छ। सर, अनि सर मेरो फेसबुक आइडी नै छैन, अनि कसरी मेसेज गर्ने त्यहाँलाई? म हजुरलाई वाट्सएप नम्बर पठाइदिन्छु। ल हजुरहरू सबैलाई मैले च्याटमा लेखिदिन्छु है। ल सरको वाट्सएप नम्बर मैले च्याट बक्समा पठाइदिन्छु है। थ्याङ्क यू प्रभात सर। जोशी, हजुरले ग्रुपमा यसरी अननेसेसरी सर, अनि अकाउन्टको मात्रै हुन्छ कि अरू सब्जेक्टको नि? हजुर अरू सब्जेक्टको पनि हुन्छ है। हजुर, हस्, थ्याङ्क यू सर। यसरी अननेसेसरी टेक्स्ट गर्ने अनि स्क्रिनमा लेख्नेहरूलाई चाहिँ म क्लासबाट हटाइदिन्छु। ओके, यसरी डोन्ट डु दिस है। पढ्न मन छ भने पढ्ने। सर यो वीरेन्द्र सर, यो ओप्पो सिपिएच भन्नेलाई क्लासबाट हटाइदिनुहोस् न है। ओप्पो सिपिएच भन्ने छ एउटा, यसरी क्लास विल नट बी इन्टरेक्टिभ। ओके, इफ यु गाइज ट्राई टु किप अन डिस्टर्बिङ मी, आई वोन्ट बी एबल टु टिच यु अल। सर यो मेसेज बक्स नि म्युट गर्नु पर्यो सर। म मेसेज बक्स पनि म्युट गरिदिन्छु है। हजुर सर। भएन, आजको दिनसम्म यस्तो इफेक्टिभ क्लास भइरहेको थियो। नयाँ स्टुडेन्टहरू जोडिया छ, अब हुने नहुने टेक्स्ट लेखा छ, यस्तो नगर है। हजुर, एकदम कुल पढ्नेलाई त अब राम्रोसँग पढ्ने वातावरण मिलाउनु पर्यो नि त सायद। एकदम कुल फिल हुन्छ होला, तर इट्स बुलसेट। भर्खर क्लास 12मा पढ्दै हुनुहुन्छ होइन, एकदम बुलसेट थिङ हो, नगर्नुहोस्। ल च्याट चाहिँ कसैले गर्न मिल्दैन, के इस्यु भयो भने अनम्युट गरेर सोध्नुहोस् है। ल अब यो टपिक भइसकेपछि अब हामीले आजको क्लासमा डिस्कस गर्ने भनेको कुन टपिक हो त भन्दा इस्यु अफ सेयर फर क्यास। इस्यु अफ सेयर फर क्यास चाहिँ हामीले आजको क्लासमा डिस्कस गर्छौँ। यो कति मार्क्समा आउँछ भन्दा 5 मार्क्समा आउँछ है। 5 मार्क्समा आउँछ। अब के रहेछ त भन्दा एउटा कुनै पनि कम्पनीलाई पैसा आउने के हो त मिडियम भने के हो त, एउटा कि त इन्कम गर्नुपर्छ कम्पनीले, कि त चाहिने लोन लिनु पर्यो होइन कतिबाट, कि त कम्पनीले के गर्नुपर्छ भन्दा सेयर आह्वान गर्नुपर्छ। सेयर आह्वान गर्ने भनेको त कम्पनीले एउटा आम जनताबाट, जेनरल पब्लिकबाट के गर्नु पर्यो, जेनरल पब्लिकबाट पैसा लगेर सेयर दिने कारोबारलाई चाहिँ के भनिन्छ, इस्यु अफ सेयर फर क्यास भनिन्छ है। यसको अब मेथड कस्तो हुन्छ त भन्दा दुईवटा मेथड हुन्छ। मेथड अफ इस्यु, क्यास इस्यु गर्ने दुईवटा मेथड हुन्छ। एउटा भनेको लम्पसम बेसिस, एउटा हो कि त लम्पसम बेसिस, अर्को इन्स्टलमेन्ट बेसिस। ओके, एउटा के हो त लम्पसम बेसिस, एउटा हो कि त इन्स्टलमेन्ट मेथड। अब यसमा के हुन्छ, लम्पसम मेथडमा बेसिसमा 100 रुपियाँको पैसा 100 रुपियाँमै लगिन्छ भने त्यसलाई के भनिन्छ, लम्पसम बेसिस भनिन्छ। 100 रुपियाँ पैसालाई चाहिँ ब्रेकडाउन गरेर किस्ताबन्दीमा है, नेपालीमा भन्नु पर्दा
किस्ताबन्दी मेरो शुद्ध नेपाली छ कि छैन अब त्यो हजुरहरूले आफै एनालाइसिस गर्नु होला किस्ताबन्दीमा पैसा लगिन्छ भने सपोज यसरी 20 + 40 + 40 गरेर यसरी पैसा लग्यो भने के भयो त यो भनेको इन्स्टलमेन्ट बेसिस भयो किस्ताबन्दी भयो ओके अब हामीले के गर्छौँ त भन्दा रियल लाइफमा अहिले सेयर भर्ने मेरो सेयर खोल्छौँ मेरो सेयरबाट आइपिओ भर्ने गरिरहेको हुन्छ राइट मेरो सेयरबाट हामीले के गर्छौँ आइपिओ भर्छौँ अथवा सेकेन्डरी मार्केटमा पनि कतिजनाले सेयरहरू कारोबार गर्नुहुन्छ होला ओके त्यहाँ के हुन्छ त्यहाँ चाहिँ लम्सम बेसिस हो पहिला जस्तो के भन्छ त्यो पैसा किस्ताबन्दीमा तिरिँदैन यो चाहिँ लम्सम बेसिस अहिलेको प्र्याक्टिसमा होइन रियल लाइफ प्र्याक्टिसमा चाहिँ के छ त लम्सम बेसिस छ तर हामीले पढ्ने भनेको के हो त इन्स्टलमेन्ट बेसिस हो ओके रियल लाइफ प्र्याक्टिस चाहिँ हामीले लम्सम बेसिस गर्छौँ तर हामीले पढ्ने भनेको किस्ताबन्दी यो चाहिँ अलिक पुरानो कुरा हो है अब लाइफमा चाहिँ काम चाहिँ लाग्दैन तर त्यही हो A+B² चाहिँ कहाँ काम लाग्छ भने जस्तो कोही पनि लागेको छैन नि अहिलेसम्म त्यस्तै हो इन्स्टलमेन्ट बेस भनेको अलिक पुरानो मेथड हो त्यो कुरा चाहिँ अब हामीले पढ्छौँ होइन किस्ताबन्दी भनेर पहिलो किस्ता फर्स्ट इन्स्टलमेन्ट है पहिलो किस्तालाई के भनिन्छ भन्दा पहिलो किस्तालाई भनिन्छ एप्लिकेसन भनिन्छ ओके फर्स्ट किस्तालाई के भनिन्छ एप्लिकेसन भन्छ अनि सेकेन्डलाई के भन्छ त सेकेन्ड इन्स्टलमेन्टलाई के भन्छ त एलटमेन्ट भन्छ ओके सेकेन्ड किस्तालाई के भन्छ एलटमेन्ट भन्छ अब टोटल 3टा किस्तामा मागेको छ भने के हुने भयो त भन्दा थर्ड इन्स्टलमेन्टलाई के भन्छ त भन्दा फर्स्ट एन्ड फाइनल कल भन्छ फर्स्ट एन्ड फाइनल कल भन्छ है यति कुरा त बुझ्नु नै भयो होला यदि टोटल 4 इन्स्टलमेन्टमा माग्छ भने फर्स्ट के भयो त एप्लिकेसन सेकेन्ड एलटमेन्ट अनि थर्ड चाहिँ के भयो त फर्स्ट कल भन्छ यसलाई त्यसपछि फोर्थ भनेको चाहिँ के त सेकेन्ड एन्ड लास्ट कल यदि टोटल 5 किस्तामा माग्छ भने के हुन्छ एप्लिकेसन एलटमेन्ट त्यसपछि फर्स्ट कल सेकेन्ड कल त्यसपछि थर्ड एन्ड फाइनल कल भन्न खोजेको लास्ट किस्तामा चाहिँ हामीले यो एन्ड फाइनल कल भन्ने शब्द चाहिँ जोड दिनुपर्छ ओके त्यो चाहे 10वटा किस्ता होस् चाहे 5वटा किस्ता होस् लास्ट किस्तामा अन्तिम किस्तामा एन्ड फाइनल कल यसपछि अरू इन्स्टलमेन्ट छैन भनेको हो त्यो चाहिँ लेख्न जरुरी छ तर क्लास 12 को सिलेबसमा बेस्ट भएर हामीले पढ्दै गर्दा फर्स्ट एन्ड फाइनल कलसम्म मात्रै सिलेबसमा छ त्यही भएर हामीले अरू कुराहरू सेकेन्ड कल थर्ड कलमा जानै परेन अब हजुरहरूले स्कुलमा अस्मिता पब्लिकेसनको अकाउन्ट बुक पढ्नु भएको छ भने त्यहाँ फर्स्ट कल र सेकेन्ड कलको कुराहरू पनि छ है फर्स्ट कल र सेकेन्ड कलको कुराहरू पनि छ तर अब त्यो कुराहरू चाहिँ अहिले बोर्ड एक्जामिनेसनको लागि त्यति साह्रो इम्पोर्टेन्ट छैन फर्स्ट कल सेकेन्ड कल र थर्ड कल मात्रै पढे भयो एप्लिकेसन एलटमेन्ट र फर्स्ट एन्ड फाइनल कल र अब यहाँ के हुन्छ भनेर भन्दाखेरि यदि 100 रुपियाँ जस्तो 100 रुपियाँको पैसा 100 रुपियाँमै ल्यायो भने त्यो के भयो त पार भ्यालु भयो फेस भ्यालु अथवा पार भ्यालु भयो अब 100 रुपियाँ पर्ने चिजलाई 110 रुपियाँमा ल्यायो अलि महँगोमा ल्यायो भने त्यसलाई के भन्छ त प्रिमियम भन्छ ओके र त्यही कुरालाई डिस्काउन्ट गरेर 100 रुपियाँ पर्ने चिजलाई 90 रुपियाँमा दियो भने त्यो के भयो त भन्दा त्यो चाहिँ डिस्काउन्ट भयो है पार प्रिमियम डिस्काउन्ट भनिन्छ नि हैन अब त्यो पार प्रिमियम डिस्काउन्टको कुरा चाहिँ जहिले पनि अलटमेन्टमै हुन्छ सेकेन्ड किस्तामा सेकेन्ड इन्स्टलमेन्टमा मात्रै हुन्छ त्यसबाहेक अरू इन्स्टलमेन्टमा हुँदैन ओके प्रिमियम र डिस्काउन्ट प्रिमियम एन्ड डिस्काउन्ट इज अलवेज क्याल्कुलेटेड on what on allotment जहिले पनि ओके प्रिमियम र डिस्काउन्ट जहिले पनि अलटमेन्टमै के हुन्छ त ट्रेड हुन्छ ल हजुरहरूलाई स्क्रिनशट लिनु छ भने स्क्रिनशट लिनुस् म चाहिँ अर्को क्लासमा मुभ गरे सरी अर्को स्लाइडमा मुभ गर्छु ठीक छ अब यति भइसकेपछि अब हेर्नुस् अब हामीले यसको प्रक्रिया प्रोसेस अफ इस्युइङ शेयर प्रोसेस अफ इस्युइङ शेयर है मैले एन्ट्रिजमा अझै गएको छैन पहिला यसको ब्याकग्राउन्ड बुझ्नुपर्छ एन्ट्री बुझ्नुभन्दा अगाडि है प्रोसेस अफ इस्युइङ शेयर अब यसमा के हुन्छ फर्स्टमा चाहिँ व्हाट इज दिस राम भन्ने मान्छे को हो यो मैले अनम्युट अप्सन दिएको छु एक्चुअली राम अनम्युट गर त तिमी जसलाई अनम्युट गर्ने अप्सन दिएको छु त्यो राम हो कि होइन म के गर्दैछु उसलाई हजुर सर तिमीले त लेखा होइन नि है होइन सर
भर्खर समथिङ राम भन्ने आएको थियो, यो भएन यसरी त, यो क्लास इफेक्टिभ हुँदैन है, यसरी तिमीहरू डिस्टर्ब गर्न थाल्यो क्लासमा भने त। प्रवेश सुनार अनम्युट योरसेल्फ, के छ प्रब्लम भन। सर आज यो रिइस्युको मात्रै हो। आज रिइस्यु हुँदैन, फर क्यास हुन्छ आज। ए अरू टपिक पढिँदैन आज भनेपछि। भोलि पढिन्छ रिइस्यु। हस् पहिला ठिक त छ। मैले केही पढेपछि पो पहिला दिन। नै जोइन गरेको थिएँ, अहिले बाहिर काम छ र कि। ठिक छ, नो प्रब्लम है। हजुर यो यसरी क्लास इफेक्टिभ भएन है, यो कसले हो यसरी स्क्रिनमा लेख्ने यो। अब तिमीहरूलाई त कुल लाग्छ होला यस्तो नचाहिने कामहरू होइन। ल अब ल हामीले कहाँ पुगेका थियौँ भन्दा हामीले प्रोसेस अफ इस्युइङ सेयर है। सेयर इस्यु गर्ने प्रोसेसमा के हुन्छ त, फर्स्टमा चाहिँ ल ह्यान्ड रेज गर्नुभएको छ, मैले अनम्युट अप्सन दिएको छु, भन्नुहोस् त। हेलो हजुर हजुर नमस्ते सर। हजुर नमस्कार, भन्नुहोस्। सर तिनमा एउटा सब्जेक्ट मात्रै हुन्छ कि एकाउन्ट मात्रै हो कि इकोनोमिक्स पनि हुन्छ? त्यो चाहिँ अब इन्स्टिट्युटमै कुरा गर्नुहोस् न ल, मैले चाहिँ अकाउन्ट मात्रै हो पढाउने है। अब सब्जेक्ट रिलेटेड मलाई चाहिँ सब्जेक्ट रिलेटेड मात्रै क्वेसनहरू सोध्नुहोस् है। ल अब हस्तजीले अघिबाट लेखे हुनुहुन्छ किन, मैले उहाँलाई चाहिँ निकालिदिएँ है त क्लासबाट। ल थ्याङ्क यू मिस्टर हस्त। थ्याङ्क यू सर। ल हस्त हेज बिन रिमुभ फ्रम द क्लास। अब इफ एनीबडी एल्स राइट्स इन द स्क्रिन, he or she will also be removed. Okay, don't do this. ल अब सेयर इस्यु गर्ने प्रोसेस के हुन्छ, फर्स्टमा चाहिँ मिटिङ बस्छ। मिटिङ को बस्छ त, बोर्ड अफ डिरेक्टर्स। मिटिङ को बस्छ, बोर्ड अफ डिरेक्टर्स। अब बोर्ड अफ डिरेक्टर्सले मिटिङ बसिसकेपछि के हुन्छ त, कतिको सेयर आह्वान गर्ने त, कति सेयर चाहिँ हामीले पब्लिकलाई दिने त, अथवा 5,000 होला कि 6,000 होला कि अथवा चाहिँ 12,000 होला कि कतिको चाहिँ सेयर इस्यु गर्ने भन्ने उनीहरूको डिसिजन हुन्छ। अब त्यसपछि उनीहरूले अब फर्दर प्रोसेस कहाँ जान्छ त भन्दा, नेपाल सेबन भन्ने सुनेको छ, नेपाल धितोपत्र बोर्ड है। सेबनमा सेक्युरिटी बोर्डमा चाहिँ नेपाल धितोपत्र बोर्डमा उनीहरू जान्छ। ल ठिक छ, त्यसपछि चाहिँ सेयर आह्वान गर्ने भनेर चाहिँ उसले डिसिजन पाइसकेपछि चाहिँ अब उसले के गर्छ त भन्दा, कति सेयर इस्यु गर्ने भनेर चाहिँ अब स्वीकृति पाइसके पश्चात अब उसले के गर्छ भन्दाखेरि, फर्स्ट स्टेजमा एउटा के गर्छ भन्दा नि, के गर्थ्यो पुरानो कुरा होइन। अब अहिले त यो पढ्नु पर्दैन, जस्तो यस्तो कान्तिपुर दैनिकमा अथवा चाहिँ गोर्खा दैनिकमा एउटा कुनै न्युज पेपरमा, लेट्स चाहिँ कान्तिपुरमै, ल कान्तिपुरमा चाहिँ उसले चाहिँ यसरी पब्लिस गर्नु पर्थ्यो। सपोज एबिसी कम्पनी लिमिटेडले होइन, त्यसपछि मिति यति गते बसेको बैठकले, अनि वाट इज दिस, यो कस्तो, यो त भएन है।
हेलो ए तपाईँहरू यो भिडियोहरू किन अन गरिराख्नु भएको छ अनि यो लेख्ने चाहिँ को हो क्लासमा त्यही त यसरी भएन क्लास है। अब यत्रो दिनसम्म चाहिँ एकदम इफेक्टिभ क्लास भइरहेको थियो, यो चाहिँ फेरि आजको सेसनमा आएर लेखाएको छ होइन। यस्तो पार्टिसिपेन्ट्सहरूलाई चाहिँ you guys will not be entertained in the class, okay? फेरि अब म के गर्न लागिरहेको थिएँ, अब एउटै नामको 2-3 जना स्टुडेन्टहरू भयो कि त्यो इस्यु भएर हो। ल ठिक छ, मैले स्टार्ट गरेँ। अब फेरि अरू कुराहरू है। ल अब हामीले इस्यु अफ सेयर फर क्यास पढ्दैछौँ। अब त्यो पार्टमा चाहिँ कन्टिन्यू गऱ्यो। अब अघि हामीले कहाँनिरसम्म स्टप गरेका थियौँ त्यो कुरा कन्टिन्यू। अब स्क्रिनमा यसरी लेख्ने काम चाहिँ नगर्नुहोस् हजुरहरूले है त। ल अब के हुन्छ भन्दा यसको प्रोसेसमा मैले प्रोसेस डिस्कसन गरिरहेको थिएँ। अब प्रोसेसमा के छ त भन्दा कान्तिपुर दैनिकमा अब हेर्नुहोस् है त, कान्तिपुर दैनिकमा एउटा कम्पनीले के गर्छ भन्दा अब के हो, एबिसी कम्पनीले चाहिँ यसरी ल 5000 सेयर्स चाहिँ इस्यु गर्ने चाहिँ डिसिजन गरेको छ। अब यसमा हजुरहरूले एप्लिकेसन मनी यदि इच्छुक हुनुहुन्छ भने एप्लिकेसन मनी चाहिँ पेमेन्ट गर्नुहोस् भनेर चाहिँ के गर्छ त स्टुडेन्टलाई स्टुडेन्टलाई भन्न आउँछ, सेयर होल्डर्सहरूलाई चाहिँ के गर्छ आह्वान गर्छ। ल एप्लिकेसन मनी 50 रुपिज चाहिँ यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ सेयर हाल्नलाई भने एप्लिकेसन मनी चाहिँ 50 रुपियाँ लेट्स से ल 2080 2 महिना 3 गतेसम्ममा चाहिँ पेमेन्ट गर्नु होला भनेर चाहिँ यसरी चाहिँ के गर्छ त भन्दा कम्पनीले यसरी एउटा गोर्खा दैनिकमा एउटा नेसनल डेलीमा चाहिँ के गर्छ त यसरी एप्लिकेसन फर्म राख्छ। अब यो भनेको चाहिँ पैसा तिर भने होइन, इफ यु आर इन्ट्रेस्टेड देन ओन्ली पे भने हो। यो भनेको के भने हो त, इच्छुक सेयर होल्डरहरूले इफ यु आर इन्ट्रेस्टेड देन ओन्ली पे भने। इफ यु आर इन्ट्रेस्टेड, मैले अहिले एकछिनको लागि केही क्वेसनहरू लिइन है, किन भन्दा धेरै क्लास डिस्टर्ब भएको छ, क्वेसनहरू म लास्टमा लिन्छु। इफ यु इन्ट्रेस्टेड देन ओन्ली इन्भेस्ट भने हो। यो चाहिँ यु हेभ टु इन्भेस्ट भने छैन है। अब यो भइसकेपछि अब के हुन्छ हाम्रो चाहिँ, अब म एन्ट्रिजमै गएँ है त। यसमा चाहिँ सुरुमा पैसा आउँदैन, सुरुमा पैसा के हुन्छ आउँदैन, सुरुमा पैसा हामीले माग्दैनौँ, सुरुमा के हुन्छ पैसा आउँछ। ओके, फर्स्ट स्टेज इज सेयर एप्लिकेसन। सेयर एप्लिकेसनमा हामीले त कम्पनीको एन्ट्रिज बनाइरह है। कम्पनीको एन्ट्रिजमा हामीले के भन्छौँ, इफ यु इन्ट्रेस्टेड देन ओन्ली पे भनेको छ नि त होइन। इफ यु इन्ट्रेस्टेड देन ओन्ली इन्भेस्ट भनेको छ होइन। कति कतिसम्म यति कतिसम्म भनेपछि यो कम्पनीको अकाउन्ट बनाउँदाखेरि कम्पनीमा इन्ट्रेस्टेड सेयरदाताहरूले पैसा हाल्नुहुन्छ। त्यही भएर मात्रै फर्स्टमा के आउँछ त ब्याङ्क अकाउन्ट डेबिट भनेर आयो। कुरा बुझ्नुभयो? फर्स्टमा ब्याङ्क अकाउन्ट डेबिट आयो टु सेयर एप्लिकेसन, टु सेयर एप्लिकेसन। पैसा केसको लागि आएको हो, सेयर एप्लिकेसनको लागि आएको। यसको न्यारेसनमा अहिले हामी पछि डिटेल गर्दाखेरि जान्छौँ है, डिटेल डिस्कसन गर्दा न्यारेसनमा जान्छौँ। अब आएको पैसालाई हामीले त ट्रान्सफर गर्नु पर्यो कि परेन? आएको पैसालाई ट्रान्सफर गर्नु पर्यो। त्यही भएर सेयर एप्लिकेसन अकाउन्ट डेबिट, त्यही क्रेडिटलाई अब हामी डेबिटमा गर्छौँ र हामीले के दिनुपर्छ पैसा लगेपछि सेयर दिनुपर्छ। त्यही भएर टु सेयर क्यापिटल भन्ने कुराहरू आउँछ है। कुरा बुझ्नुभयो? ब्याङ्क अकाउन्ट डेबिट टु सेयर एप्लिकेसन अकाउन्ट, सेयर एप्लिकेसन अकाउन्ट डेबिट टु सेयर क्यापिटल अकाउन्ट। अब हजुरहरूले क्लास 11 को कन्टेक्स्टमा क्लास 11 एउटा कुरा पढ्नु भएको थियो होला। कम्पनी इनिसिएट गर्दा हामीले के गर्छौँ जर्नल एन्ट्रिज ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भन्ने पढायो हो नि होइन हो। ए एन्ट्रीबाट नै डिराइभ भएको हो यो सबै कुराहरू। हेर्नुहोस् है त कसरी भएको भन्दा सानोमा म्याथ पढ्दाखेरि 2x + 3y + 2x भन्ने कुरा आएको बेला 2x र 2x लाई काट्नुहुन्थ्यो नि हो। सिमिलरली अहिलेलाई मैले क्रेडिटको सेयर एप्लिकेसन र डेबिटको सेयर एप्लिकेसनलाई काट्यो भने के बाँकी हुन्छ भन्दा ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट मात्रै बाँकी भयो नि। हेर्नुहोस् त ब्याङ्क टु क्यापिटल भन्ने कुराहरू आयो नि त होइन र हो। यही एन्ट्रिजबाट सबै कुराहरू डिराइभ भएको छ हामीले। ल अब मैले प्रपर एन्ट्रिजहरू लेखाउँछु हजुरहरूलाई। ल के याद गर्नुपर्ने रहेछ भन्दा
सुरुमा एउटा एन्ट्री याद गर्नु पर्दो रहेछ यसबाट सबै एन्ट्रिज बन्दो रहेछ हैन बैंक अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भन्ने कुरा पढ्नु पर्दो रहेछ बैंक अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भनेर हामीले पढ्नु पर्यो अब ए एन्ट्रिजबाट अरु कुराहरु हामीले डिराइभ गर्छौं है फर्स्टमा के हुन्छ शेयर एप्लिकेसन हुन्छ फर्स्टमा के हुन्छ शेयर एप्लिकेसन हुन्छ शेयर एप्लिकेसनमा पैसा हामीले माग्दैनौं पहिला इन्ट्रेस्टेड शेयर होल्डर्सहरुले पैसा दिनुहुन्छ त्यही भएर के भयो त भन्दा सुरुमा बैंक अकाउन्ट डेबिट सुरुमा के भयो बैंक अकाउन्ट डेबिट लाई हेर्नुस् त्यही कुरा लेखौं सँगसँगै लेख्दा राम्रो है म सँगसँगै बैंक अकाउन्ट डेबिट टु शेयर एप्लिकेसन अकाउन्ट एउटै एन्ट्रिजबाट सबै डिराइभ हुन्छ भनेको छु है हेर्नुस् शेयर एप्लिकेसन अकाउन्ट यो के हो त पैसा आको हो नि त बिङ शेयर एप्लिकेसन मनी रिसिभ्ड बिङ शेयर एप्लिकेसन मनी रिसिभ्ड है पैसा हाम्रो के भयो त रिसिभ्ड भयो अब आको पैसालाई ट्रान्सफर गर्नु पर्यो शेयर एप्लिकेसन अकाउन्ट डेबिट शेयर एप्लिकेसन अकाउन्ट डेबिट अब पैसा लगिसकेपछि के दिनु पर्यो शेयर दिनु पर्यो टु शेयर क्यापिटल अकाउन्ट हेर्नुस् त एउटै एन्ट्रिजबाट बन्यो नि हैन के लेख्नु पर्यो नरेसन बिङ शेयर एप्लिकेसन मनी ट्रान्सफर्ड शेयर एप्लिकेसन मनी ट्रान्सफर्ड टु शेयर क्यापिटल टु शेयर क्यापिटल है बेसिक पार्ट छ अब पैसा आइसकेपछि अब हेर्नुस् अब सेकेन्ड स्टेपमा जान्छौं हामी सेकेन्ड स्टेप भनेको दोस्रो किस्ता भनेको शेयर एप्लिकेसन को ठाउँमा शेयर अलटमेन्ट लेख्छौं हामीले हेर्नुस् है त अब के भयो त अघि पो गोरखापत्रमा 50 रुपैयाँ तिर्नु पर्छ भन्ने थाहा थियो त अब हामीले 50 रुपैयाँमा 100 रुपैयाँ मध्ये 50 रुपैयाँ मागिसक्यौं फर्स्ट किस्तामा अब सेकेन्ड किस्तामा हामीले कति माग्ने त 20 माग्ने हो कि 30 माग्ने हो कि अथवा 40 माग्ने हो कि सेकेन्ड किस्तामा कति तेस्रो किस्तामा कति थाहा हुँदैन नि त्यही भएर पहिला के गर्छौं हामीले पैसा माग्छौं फर्स्टमा के गर्छौं त पैसा माग्छौं त्यसपछि बल्ल के हुन्छ पैसा आउँछ त्यही भएर त्यसको एन्ट्री ठ्याक्क के हुन्छ उल्टो हुन्छ अपोजिट एन्ट्री हुन्छ शेयर अलटमेन्ट अकाउन्ट डेबिट शेयर अलटमेन्ट अकाउन्ट डेबिट अनि टु शेयर क्यापिटल अकाउन्ट भन्ने कुरा आउँछ है अब यदि कम्पनी राम्रो छ एकदम राम्रो परफर्म गरिरहेछ हैन मार्केटमा यसको भ्यालु राम्रो छ भने प्रिमियममा अलि बढी पैसा माग्न सकिन्छ त्यही भएर प्रिमियम आयो भने टु शेयर प्रिमियम अकाउन्ट कम्पनी राम्रो छ भने अथवा कम्पनीको शेयर चाहिँ अरूले नकिल्लान् जस्तो छ भने डिस्काउन्ट लेख्नु पर्यो डिस्काउन्टमा दिनु पर्यो नि त हैन डिस्काउन्ट अन इस्यु अफ शेयर अकाउन्ट डेबिट अब स्टुडेन्टहरुलाई कन्फ्युजन के भइरा हुँदो रहेछ भन्दाखेरि अब यो सेकेन्ड एन्ट्रीमा राख्ने हो कि फर्स्ट एन्ट्रीमा राख्ने हो भन्ने कुरा चाहिँ हजुरहरुलाई कन्फ्युजन भए हुन सक्छ हैन अब सुशील भन्नेलाई पनि म किक गर्दिन्छु है क्लासबाट Sushil has been kicked out from the class है यसरी चाहिँ क्लास हुँदैन भोलिबाट यसरी if you guys keep on disturbing classes will not be operated very smoothly okay ल अब के हुन्छ त भन्दा यदि कम्पनी अब जस्तो हेर्नुस् है अब के भयो त यहाँ भन्दा डिस्काउन्ट भयो हेर्नुस् शेयर प्रिमियम भयो यो चाहिँ कसरी याद गर्ने डिफर डेबिट डिफर डिस्काउन्ट डिफर डेबिट डेबिट आयो भने के हुनु पर्यो सरी डिस्काउन्ट आयो भने कहाँ राख्नु पर्यो डेबिटमा राख्नु पर्यो अब डेबिट डिस्काउन्ट भएपछि अटोमेटिकली शेयर प्रिमियम के हुन्छ क्रेडिट हुन्छ अब हामीले पैसा माग्यौं नि त पैसा मागेपछि नरेसन के हुन्छ पैसा ड्यू हुन्छ बिङ शेयर अलटमेन्ट मनी ड्यू शेयर अलटमेन्ट
मनी के भयो त ड्यू भयो बिङ सेयर एलटमेन्ट मनी ड्यू भयो पैसा मागेपछि पैसा आउँछ हेर्नुहोस् सिम्पल छ ब्याङ्क अकाउन्ट डेबिट टु सेयर एलटमेन्ट मनी टु सेयर एलटमेन्ट अकाउन्ट यो भने के भयो त बिङ सेयर एप्लिकेसन एलटमेन्ट मनी रिसिभ्ड बिङ सेयर अलॉटमेंट मनी रिसिभ्ड अलॉटमेंट मनी के भयो त रिसिभ्ड भयो हेर्नुहोस् है बिङ सेयर अलॉटमेंट मनी रिसिभ्ड अब यसमा हजुरहरूले बुझ्नुपर्ने कुरा के छ भनेर भन्दाखेरि यदि एन्ट्री पढ्न गाह्रो छ एन्ट्री आएन यो मैले भनेको लजिकबाट बुझ्न सक्नु भएन भने यदि है यसलाई कसरी याद गर्ने त यो टेक्निकलाई भन्दाखेरि अब मैले त फर्स्टमा के भनेको छु भन्दा सजिलो छ नि हैन यहाँ चाहिँ पैसा के हुन्छ फर्स्टमा के हो एप्लिकेसन हो एप्लिकेसनमा पैसा के हुन्छ आउँछ हैन इन्ट्रेस्टेड लगानीकर्ताले पैसा दिन्छन् त्यही भएर पैसा आयो एलटमेन्टमा माग्ने कति माग्ने हैन त्यसपछि बल्ल कलमा पनि के हुन्छ कलमा पनि सेम हुन्छ माग्ने त्यही भएर सुरुमा के हुन्छ त पैसा आउँछ आएको भएर ब्याङ्क भयो हैन त्यसपछि सुरु पैसा माग्नु पर्यो त्यही भएर ब्याङ्क चाहिँ सेकेन्ड एन्ट्रीमा आयो यो लजिकले बुझे पनि भयो if you guys are not able to understand from this logic कसरी याद गर्ने भन्दा पहिला यो याद गर्ने ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट अब त्यो अकाउन्टको लजिकबाट हामीले के गर्छौं त भन्दा हेर्नुस् त त्यो अकाउन्टको लजिकबाट हामीले अब यसलाई नम्बर 1 राख्दिने त्यो अकाउन्टको लजिक अब यसलाई के गर्दिने नम्बर 2 राख्दिने ल है त अब एन्ट्री नम्बर 1 एन्ट्री नम्बर 2 यसरी त याद गर्न सकिन्छ नि त हैन ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्टबाट यो फर्स्ट पार्ट याद गर्न सक्यो फर्स्ट पार्ट याद भइसकेपछि नम्बर 1 नम्बर 2 राख्दिने नम्बर 2 मा भएको कुरालाई यहाँ नम्बर 1 मा राख्दिने यहाँ नम्बर 1 मा भएको कुरालाई नम्बर 2 मा लेख्दिने हेर त के छ शेयर एप्लिकेसन अकाउन्ट डेबिट एप्लिकेसन ठाउँमा अलॉटमेन्ट शेयर अलॉटमेन्ट अकाउन्ट डेबिट टु शेयर क्यापिटल अनि फेरि के छ ब्याङ्क टु शेयर एप्लिकेसन ब्याङ्क टु शेयर अलॉटमेन्ट यसरी याद गर्न सकिन्छ गाह्रो कुरा छँदै छैन हेर अब त्यसपछि अब हामी आउँछौं कहाँ त भन्दा थर्ड स्टेजमा थर्ड स्टेज भनेको त शेयर फर्स्ट एन्ड फाइनल कल शेयर फर्स्ट एन्ड फाइनल कल ल शेयर फर्स्ट एन्ड फाइनल कल अब शेयर फर्स्ट एन्ड फाइनल कलमा पनि के हुन्छ त नम्बर 2 को एन्ट्री अलॉटमेन्टको एन्ट्री जे छ त्यही एन्ट्री उभाउ कपी गरिदिने पहिला पैसा माग्नै पर्छ शेयर अलॉटमेन्ट छ यहाँ चाहिँ शेयर फर्स्ट एन्ड फाइनल कल शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट है एफएनएफ लेखेको छु मैले शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट पैसा माग्ने हो नि त त्यही भएर टु शेयर क्यापिटल यहाँ प्रिमियम डिस्काउन्टको कुरा आउँदैन टु शेयर क्यापिटल अकाउन्ट पैसा मागेपछि के हुन्छ पैसा ड्यू हुन्छ बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी ड्यू पैसा के भयो त ड्यू भयो पैसा ड्यू भइसकेपछि पैसा आउनु पर्यो हैन त अब हेर त सेम एन्ट्री ब्याङ्क टु शेयर अलॉटमेन्ट छ ब्याङ्क अकाउन्ट डेबिट टु शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट पैसा आयो कि आएन बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ्ड बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ्ड भयो हैन त अब यति भइसकेपछि अब कहिलेकाहीँ के हुन्छ भन्दा पैसा मागेको पैसा सबैले नतिर्न पनि सक्छ नि यदि इफ मनी नट पेड इफ मनी इज नट पेड इफ शेयर मनी इज नट पेड भनेपछि बल्ल के आउँछ कल्स इन एरियर भन्ने कुराहरु आउँछ के आउँछ कल्स इन एरियर आयो हैन त पैसा तिरेन भने के आयो कल्स इन एरियर आयो कल्स इन एरियर डेबिटमा आउँछ है कल्स इन एरियर अकाउन्ट डेबिट भयो हैन त कल्स इन एरियर अकाउन्ट डेबिट अब कल्स इन एडभान्स आयो भने क्रेडिटमा आउँछ यो क्वेशन डिस्कसन गर्ने बेला नै सिकाउँछु है त ल यति कुरामा हजुरहरुलाई के प्रब्लम छ भने मलाई भन्नुस् प्रब्लम छैन भने चाहिँ म अब क्वेशनमै जम्प गर्छु छ भने चाहिँ अब चाहिँ रेज ह्यान्ड अप्सन मैले एकछिनको लागि दिए ल मैले अनम्युट पनि गरिदिएको छु ल जुम युजरलाई मैले अनम्युट अप्सन दिएको छु ल भन्नुस् त छ के प्रब्लम छ त ल जुम युजरलाई प्रब्लम रहन्छ
सचिन भट्टलाई भन्नुहोस्। सर कल्स इन एडभान्स आएपछि कहाँ राख्ने हो? कल्स इन एडभान्सको म क्वेसनमा सिकाउँछु है। त्यसलाई चाहिँ अब एलर्टमेन्टमै क्वेसनले दिएको छ भने त्यसलाई चाहिँ अब एलर्टमेन्टमै एडभान्समा क्रेडिट साइडमा टु कल्स इन एडभान्स भनेर राख्नुपर्छ। त्यो अनि त्यसको तल क्रस एन्ट्री हुन्छ, त्यो म सिकाउँछु क्वेसन सल्युसन गर्ने बेला नै। अरू केही प्रब्लम? अरू कसैलाई केही प्रब्लम छ? कुमार, साउमी, सर त्यो के अरे कल्स इन एरियर्स र कल्स इन एडभान्स भएको दुइटै भएको एउटा क्वेसन अलि राम्ररी बुझ्नु थियो। दुइटै भएको त क्वेसन कसरी हुन्छ र? मतलब त्यो दुइटै त्यो त एकचोटि गराइहाल्छ। ओके, अरू केही प्रब्लम? Xiaomi, unmute yourself. I have given you the unmute option. सर अनि के कल्स इन एरर एलर्टमेन्टमा दिएको छ भनेपछि त्यो फर्स्ट एन्ड फाइनल कलमा नि राख्नु त पर्दैन नि? अरे बाबा त्यो कुरा त्यही त, अब एलर्टमेन्टमै पैसा तिरेन भने फर्स्ट एन्ड फाइनल कल पनि तिर्छ त, माथि तिरेन भने त तल पनि तिरेन नि उसले त। त्यो ए लजिक त्यसो फर्स्ट एन्ड फाइनलमा नि राख्नुपर्छ? त्यो म क्वेसन गराइहाल्छु नि। अहिलेसम्म पढाएकोमा चाहिँ केही प्रब्लम छ कि नै भन न मलाई। त्यो त अरू कुराहरू त म छँदैछ नि डिस्कसन गर्ने कुराहरू त, अरू त छैन केही इस्यु। ल 3 पार्टी, ल प्रिन्स चौधरी, ल भन त, ल छिटो। सर यो हामीले के भन्छ अगाडि यो एज सेयर फर्स्ट एन्ड फाइनल कलको फेरि एकचोटि बुझाइदिनु न, अलिकति कन्फ्युजन भयो क्या यो कल एरियाबाट चाहिँ मलाई। ल म भन्छु, ल रोक है त। हुन्छ ल हेर त, तिमीले यो पार्टमा के छ त भन्दा सेयर पहिला पैसा माग्नु पर्यो होइन त। पैसा कति माग्ने भन्दाखेरि चाहिँ अब कम्पनीको बिओडीको डिसिजन अनुसार अब यहाँ के हुन्छ त, सेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट टु सेयर क्यापिटल अकाउन्ट। पैसा माग्यो, पैसा मागिसकेपछि कहिलेकाहीँ पैसा नआउन सक्ला। पैसा नआएन भने चाहिँ के भयो त, कल्स इन एरियर। इफ मनी इज नट पेड भनेपछि कल्स इन एरियर भन्ने एन्ट्री चढाउनु पर्छ, त्यो डेबिटमा जान्छ है। ब्याङ्क अकाउन्ट डेबिट टु कल्स इन एरियर अकाउन्ट डेबिट टु सेयर फर्स्ट एन्ड फाइनल कल। कुरा बुझ्यो अब? ल मैले अनम्युट अप्सन दिएको छु अञ्जनीलाई। केही छ प्रब्लम? छैन भने क्वेसनमै मुभ गरे। फेरि यसरी स्क्रिनमा लेख्न थाल्नुभयो, यो भएन यस्तो त। हेरेका यो केटा तिमीले फुल नेम लेख त आफ्नो। के गरे तिमी? पढ्ने मन छैन भने क्लासमा नजोइन गर्दा नि हुन्छ त हो। यो जुम युजर सबैले आफ्नो फुल नेम लेख त। पढिरहेको मान्छेलाई डिस्टर्ब गर्ने होइन नि त यार। सरी, अरूहरूले चाहिँ उडाइदिनु पर्ला जस्तो हौ क्लासबाट। धेरै डिस्टर्ब भयो त। यो साउमी नाम आफ्नो चाहिँ रिनेम लेख्न मिल्छ त, सबैले आफ्नो फुल नेम लेख त। फुल नेम लेख। फुल नेम नभएको चाहिँ क्लासबाट निस्किनुहुन्छ हजुर। सबै रिमुभ हुन्छ अब। छिटो लेख्नुहोस् त ल फुल नेम। ल 1 मिनट टाइम दिएँ मैले। ल जुम युजर जेटी यो के सबैले आफ्नो आफ्नो फुल नेम लेख त। जुम युजर म सबैलाई हटाउँछु है, फर्स्टमा आफ्नो नाम लेख्नुहोस् त ल। ओप्पोवाला पनि सबैले आफ्नो फुल नेम लेख्नुहोस् त। यो ZTE Z25 वालाले पनि नाम चेन्ज गर्नुहोस्। साउमी ओप्पोवालाले भर्खरै केरिरहेको थियो को हो?
भिभो सिभो भएको सबैले आफ्नो नाम लेख्नुहोस् त। ओप्पो A9 भन्नेलाई नाम चेन्ज गर्नुहोस् त तपाईँको। 1 2 3 4 5 पनि चेन्ज गर्नु है। Xiaomi 22 वाला पनि चेन्ज गर्नु। भोलिबाट यो नाम आफ्नो नाम नआएकोहरू चाहिँ निस्किन्छ है। यो को हो? यो LG ELM भन्ने। मैले यो LG ELM लाई मैले रिमुभ गरिदिएँ क्लासबाट। यो यसरी क्लास हुँदैन हेर्नुहोस् है। ल यो Huawei पनि नाम चेन्ज गर्नु, Xiaomi पनि नाम चेन्ज गर पहिला बिफोर स्टार्टिङ। भिभो V2 भन्नेलाई नाम चेन्ज गरेको नि किन? जुम युजर अझै पनि छ। मैले तपाईँलाई नाम चेन्ज गर्न प्रब्लम भइरहेछ भने माइक अन गर्नुहोस् त, अनि हामी आफै चेन्ज गरिदिन्छौँ। जुम युजर्स जेटी म हटाइदिन्छु है हजुरहरूलाई। नाम चेन्ज गर्नुहोस्, नत्र यु गाइज विल बी किक्ड आउट फ्रम द क्लास। 1 2 3 4 5 पनि नाम चेन्ज गर्नुहोस्। यो Xiaomi भन्ने नाम माइक अन गर्नुहोस् त, के भयो? सर यो नाम कसरी चेन्ज गर्छन् मलाई के थाहै नाम हो छैन। भन्नुहोस् त तपाईँको। म गरिदिन्छु ल नाम कान्ति भन्नु। शर्मा। हजुर कान्ति शर्मा KANTI। ल भइसक्यो। थ्याङ्क यू सर। जेटी भन्ने को हो? जेटी पनि ल मेरो हो नाम के हो नाम? निमेङजी शेर्पा। है निमेङजी निमा। निमा लेख्नु हजुरको। ल हु इज दिस 1 2 3 4 5? जुम युजरहरूलाई चाहिँ मैले हटाइदिएँ है त क्लासबाट। अघिबाट को हो थाहा भएन, मैले अनम्युट अप्सन 3 जनै जुम युजरलाई हटाइदिएँ मैले क्लासबाट। ल भोलिबाट आउनु छ भने हजुरहरू चाहिँ नाम आफ्नो नाम राख्नु होला है। ल अब चाहिँ हामी क्लास कन्टिन्यू गर्छौँ। डिस्टर्बेन्सेस भयो, यस्तो डिस्टर्बेन्सेस नहोस् है। अब ल अब हामीले यति भइसकेपछि अब हामी क्वेसनमै जान्छौँ है। अब हजुरहरूले अहिलेसम्म मैले गराएको कुराहरू चाहिँ स्क्रिनसट लिनु छ भने चाहिँ हुन्छ, अथवा म लास्टमा फेरि यो स्क्रिनसट अप्सन दिइ पनि हाल्छु है, त्यो इस्यु भएन। ल अब हामीले ल यो कुराहरू मैले डिस्कसन गराइसकेको छु, फर्मेट पनि भइ नै हाल्यो है। अब क्वेसनमै जान्छु, अनि क्वेसनमा गइसकेपछि अनि अरू कुरा हामीले डिस्कस गरौँला है त। ल हिसान झापा, त्यसपछि गएर पहिला अहिले प्रिभियस क्लासमा ल यो सेट ए पनि गरे जस्तो लाग्छ मलाई। अहिले सजिलै छ यो क्वेसन है। मैले धेरै क्वेसनहरू पुरानो क्लासेसहरूमा डिस्कसन पनि गरेको छु है। ल यो क्वेसन हेर्नुहोस् त। ल यो क्वेसन गराउँ त सबैजनाले एकचोटि। 2077 सेट जे। क्वेसनले के भनेको छ एकचोटि क्वेसन पढ्नुहोस्, यसमा एकचोटि ट्राई गर्नुहोस् सबैजनाले है। यो क्वेसन एभ्रीबडी निड्स टु ट्राई दिस क्वेसन, अनि म सल्युसन गरिदिनै हाल्छु, त्यसमा इस्युज भएन है। यो क्वेसन हेर्नुहोस् त एकचोटि। अ कम्पनी लिमिटेड इन्भाइटेड, कतिवटा एप्लिकेसन इन्भाइट गर्यो त कम्पनीले भन्दाखेरि 20,000वटा कम्पनीले एप्लिकेसन इन्भाइट गरेको छ। हेर्नुहोस् है, 20,000वटा एप्लिकेसन इन्भाइट गरेको छ। 20,000 सेयर्स, एउटालाई 100 रुपियाँ पर्छ। यो केस केसको छ, प्रिमियमको केस छ है। अब पैसा कसरी मागेको छ भन्दा एप्लिकेसनमा 20 रुपियाँ, किस्ता भन्दा इन्स्टलमेन्टमा, त्यसपछि एलटमेन्टमा 50 र फाइनल कलमा कति मागेको छ 40। कति भयो त भन्दा टोटल 110 भयो होइन। हुनुपर्ने 100 थियो होला, तर यहाँ के भएको छ त प्रिमियमको कुरा आएको छ। यहाँ 40 + 10 गरेको छ। 10 रुपिस भनेको के हो त प्रिमियम। 10 रुपिस इज प्रिमियम। प्रिमियममा पैसा सोधेको छ। अनि अब हामीले मागेको कतिवटा त भन्दा कम्पनीले इस्युड सेयर कतिवटा भयो त एप्लिकेसन 20,000 भयो, तर एप्लिकेसन कतिवटा आयो त भन्दा 35,000 वटा आयो। 35,000मा 10,000 एप्लिकेन्ट्सलाई फुलमा पैसा दिएको छ। 10,000 एप्लिकेन्ट्सलाई फुलमा, त्यसपछि 20,000 एप्लिकेन्ट्सलाई के गरिरहेको छ 50%मा है। 20,000लाई 50%मा र 5,000लाई चाहिँ सेयर्स पर्दै परेको छैन। सेयर परेन, यसलाई चाहिँ निल गरिदिएको छ। ओके,
अब क्वेसनले के भन्छ, इट वाज डिसाइडेड टु युटिलाइज एक्सेस मनी इन पार्ट पेमेन्ट अफ अलटमेन्ट एन्ड कल भनेको छ होइन। अल मनी वर ड्युली रिसिभ्ड एक्सेप्ट सेयर होल्डर होल्डिङ 200 सेयर्स अनि अन प्रोराटा बेसिस फेल टु पे फर्स्ट एन्ड फाइनल कल मनी भनेको छ है। ल यो क्वेसनले भन्न खोजेको के हो त भन्दा बढी भएको पैसा एक्सेस मनी। अब के भन्छ, एउटा राम भन्ने मान्छेले एप्लिकेसनमा लेट्स से कति दियो त भन्दा एप्लिकेसनमा राम भन्ने मान्छेले 5 लाख रुपैयाँ तिर्यो अरे, 5 लाख रुपिस राम भन्ने मान्छेले दियो अरे फर एक्जाम्पल। अब यहाँ के भएको छ भन्दा अब युटिलाइज कति मात्रै भएको छ रामको पैसा, लेट्स से युटिलाइज कति भयो भन्दा 5 लाखमा 3 लाख मात्रै युटिलाइज भयो अरे फर एक्जाम्पल। अब यो रिमेनिङ 2 लाख छ नि, रिमेनिङ 2 लाख चाहिँ अब रामलाई फिर्ता नदिकन यो पैसालाई चाहिँ हामीले, रामले त सबै पैसा तिरेको छैन, अरू तिर्न बाँकी छ, यसलाई एलटमेन्टमा ट्रान्सफर गरेको भने हो। यो प्रोराटा एलटमेन्ट भनेको छ है। यो कुराहरू बेसिक कुराहरू छ, यसको म सल्युसनमा गएँ है त। यसलाई कसरी सल्युसन गर्ने ल हेर्नुहोस् है त। सबैले जर्नल एन्ट्रिजको फर्मेट बनाउनु पर्यो फर्स्टमा होइन। जर्नल एन्ट्रिजको फर्मेट भइसकेपछि अरू पद कुराहरू हुन्छ ल। ल फर्स्टमा अन सेयर एप्लिकेसन है। फर्स्टमा सेयर एप्लिकेसनमा के भन्छ यसमा भन्दाखेरि कम्पनीमा सुरुमा त पैसा आउँछ नि त होइन र। पैसा आउँछ भनेपछि पैसा आयो भने सुरुमा के हुन्छ, ब्याङ्क अकाउन्ट, ब्याङ्क अकाउन्ट के भयो त डेबिट भयो। हेर्नुहोस् फर्स्टमा पैसा आयो त्यही भएर ब्याङ्क अकाउन्ट डेबिट भयो। मैले यसको थोरै यो कपी पेस्ट गर्न चाहेँ है। अब कतिवटा एप्लिकेसन अब हेर्नुहोस् त कम्पनीले हामीले चाहिँ मागेको 20,000 वटा तर आयो कतिवटा त भन्दा 35,000 वटा आयो नि होइन। त्यही भएर अब यहाँ कति गर्नु पर्यो त भन्दा हामीले 35,000 इन्टु एप्लिकेसनको पैसा कति हो, एप्लिकेसनको पैसा हो 20 रुपिस हेर्नुहोस् है। 30,000 इन्टु 20, अब 35,000 इन्टु 20 गर्दा कति आउँछ क्यालकुलेसन गर्नुहोस् त ल। मैले पनि गर्छु यहाँ 35,000 इन्टु 20 गर्दा कति आयो त 7 लाख आउँदो रहेछ। कति आयो त 7 लाख आएछ। अब यो पैसा केसको लागि आएको त भन्दाखेरि हाम्रो सेयर एप्लिकेसनको लागि आएको। त्यही भएर के गर्नु पर्यो यहाँ टु सेयर एप्लिकेसन अकाउन्ट गर्नु पर्यो। अब यसको न्यारेसन लेख्दाखेरि बिङ सेयर एप्लिकेसन मनी के भयो त रिसिभ भएको छ भने रिसिभ लेख्नु पर्यो। बिङ सेयर एप्लिकेसन भने रिसिभ। अब यही 7 लाख चाहिँ यसलाई डेबिटमा पनि भयो क्रेडिटमा पनि 7 लाख नै हुन्छ। अब आएको पैसालाई त ट्रान्सफर गर्नुपर्छ होला नि त। सेयर एप्लिकेसन मनीलाई चाहिँ के गर्नु पर्यो त ट्रान्सफर गर्नु। सेयर एप्लिकेसन अकाउन्ट डेबिट हेर्नुहोस् ल। फेरि यहाँ पनि त्यही कुरा आउँछ हेर्नुहोस् होइन। अब सेयर एप्लिकेसनमा डेबिट आइसकेपछि अब मेजर कुरा यहाँ छ टु सेयर क्यापिटल। अब फर्मेटमा त हामीले पढाए यति मात्रै हो। अब हामीलाई लाग्न सक्छ यति मात्रै कुरा रहेछ यसमा भनेर, तर यस्तो हो त होइन नि त। यस्तो हो त होइन नि त। अब सेयर क्वेसनले के भनेको छ भन्दा यहाँ हेर त 10,000 एप्लिकेसनलाई फुल, 20,000लाई 50% र 5,000लाई निल। अब यसमा म एउटा तरिका सिकाउँछु स्टुडेन्टलाई। म्याक्सिमम प्रब्लम हुने भनेको यति कुरामै छ। यसलाई कसरी गर्ने भन्दा एउटा फर्मुला जस्तो लेखिदिन्छु, सबैले नोट डाउन गर्नुहोस् त ल। सेयर क्यापिटल भन्ने कुरा आयो भने कहिले सेयर क्यापिटलमा जहिले पनि नम्बर अफ इस्युड सेयर इन्टु रिक्वायर्ड भ्यालु। सबैले लेख्नुहोस् त कतै नम्बर अफ इस्युड सेयर इन्टु रिक्वायर्ड भ्यालु लेखिदिनुहोस्। यो त काइन्ड अफ फर्मुला नै हो। यसमा अब कसरी याद गर्ने म सिकाउँछु, क्वेसन कसरी गर्ने ल हेर्नुहोस्। अब यति भइसकेपछि ल हेर्नुहोस् त नम्बर अफ सेयर, नम्बर अफ इस्युड सेयर ल हेर्नु। नम्बर अफ इस्युड सेयर कति छ
भन्दा इस्युड सेयर भनेको त 20,000 हो नि त। हामीलाई चाहिएको कम्पनीलाई चाहिएको कति हो 20,000 हो। त्यही भएर यहाँ कति लेख्नु पर्यो 20,000 लेख्नु पर्यो। अब 20,000 इन्टु ल हेर त 20,000 इन्टु कति छ यसको भ्यालु भन्दा यसको भ्यालु कति छ त 20 रुपियाँ 20 रुपियाँ छ भनेपछि कति भयो यो क्यालकुलेसन गर भन्दा 2 2 जा 4 भयो 4 1 2 3 4 5 भनेपछि 4 लाख आएछ हेर। अब हेर अब यहाँ के गर्ने सेकेन्ड पार्ट हेर है। अब एप्लिकेसनमा कति एलटमेन्टमा कति रिजेक्ट भएको कति गर्दाखेरि सुरुमा के गरिदिने त ब्याङ्क अकाउन्ट गरिदिने। ल हेर टु ब्याङ्क अकाउन्ट। अब ब्याङ्क अकाउन्टमा चाहिँ रिजेक्ट भएको निल भएको जति निल भएको छ त्यतिलाई चाहिँ ब्याङ्क अकाउन्टमा चढाइदिनु पर्यो हेर है। जति रिजेक्ट भएको छ त्यसलाई चाहिँ ब्याङ्क अकाउन्टमा चढाइदिनु पर्यो। ल हेर है ब्याङ्कबाट पैसा लगाएको थियो ब्याङ्कबाट फिर्ता गरिदिनु त हो नि होइन। 5,000 इन्टु 20 गरिदेऊ। अब कति भयो त भन्दा 5 2 जा 10 भनेपछि 1 लाख भयो। ल हेर 7 लाख मध्ये के भयो त 20,000 सेयर क्यापिटलमा गयो। सेयर क्यापिटलमा जहिले पनि के गर्ने त कम्पनीलाई चाहिएको इस्युड नम्बर अफ सेयर कम्पनीले आस्क्ड प्राइस चाहिँ 20,000 गरिदिने। अब ब्याङ्कमा त जति सेयर परेन निल सेयर चाहिँ के गरिदिने त ब्याङ्कबाट ट्रान्सफर गरिदिने। अब बढी भएको पैसा कहाँ गयो त सेयर एलटमेन्टमा गयो। सजिलो छ नि यसरी गर्न त होइन र। सेयर एलटमेन्ट अकाउन्ट हेर बढी भएको पैसा कहाँ गयो त सेयर एलटमेन्टमा 7 लाखमा 4 + 1 5 भएपछि 2 लाख चाहिँ बढी भएको रहेछ। अथवा होइन इफ समबडी वान्ट्स टु सो द क्यालकुलेसन के गरिदिने भन्दा क्यालकुलेसनको पार्ट पनि सजिलो छ। ल हेर एप्लिकेसन कतिवटाले दिएको 35,000ले 35,000मा 20,000 सेयर क्यापिटलमा गयो। 20,000 कहाँ गयो त सेयर क्यापिटलमा गयो भनिसकेपछि बाँकी कति भयो त बाँकी हामीसँग भयो 15,000 हेर। अब यो 15,000मा बाँकी 15,000 छ 15,000मा के हुन्छ रिजेक्ट भएको सेयरलाई ब्याङ्कबाट रिटर्न गरिदिनुहोस् -5,000 यसलाई रिजेक्ट गरिदिइसकेपछि चाहिँ के हुन्छ त भन्दा 15,000 - 5,000 गऱ्यो भने हामीसँग कति छ त 10,000 छ। हो यो 10,000 को पार्ट अफ पेमेन्ट यहाँ देखाइदिन्छु भने पनि भयो। 10,000 इन्टु 20 गर्दा कति भयो त भन्दा 2 लाख भयो। यसरी चाहिँ गर्न सकिन्छ। ल यतिसम्म गर्नुहोस् मेरो सानो एउटा 2 मिनटमा टाइम दिनुहोस् है। ल यति पार्ट भइसकेपछि बुझेन भने ह्यान्ड रेज अप्सन युज गर्न मिल्यो। अनि यो क्वेसन ट्राई गर्दै गर्नुहोस् है 1 मिनटमा म ल सानो काम परेको थियो मैले। ल सुन्नुहोस् त अब यो पार्ट सक्यो होइन त हाम्रो। ल
अब यो पार्ट भइसकेपछि अब हामीले यहाँ के गर्छौँ ल हेर्नुहोस् अब यो पार्ट बुझ्नुभयो अरू बुझ्नु भएन हजुरहरूले यसमा हामीले क्यालकुलेसनकै पार्ट देखाउने हो भने पनि के भएको छ त भन्दा 35,000 एप्लिकेसन आछ 35,000 मध्ये हामीले 20,000 सेयर क्यापिटलमा राख्यौँ बाँकी भयो 15,000 15,000 मा रिजेक्ट भएको सेयर भनेको 5,000 हो है यसको पनि क्यालकुलेसन देखाउने हो भने 5,000 मा हामीसँग एक्सेस मनी भनेको 20,000 हो बढी भएको पैसा भनेको सरी 10,000 हो वही 10,000 लाई यहाँ देखाउन मिल्छ है 10,000 multiplied by 20 गर्यो भने यहाँ लेख्न मिल्छ ओके ल अब यो भइसकेपछि अब हामीले के गर्छौं त भन्दा नरेसन लेख्नु पर्यो बिङ शेयर एप्लिकेसन मनी ट्रान्सफर्ड भनेर हैन नरेसन लेख्नु पर्यो बिङ शेयर एप्लिकेसन मनी ट्रान्सफर्ड ओके बिङ शेयर एप्लिकेसन मनी transferred to share capital, share allotment, and money refunded अथवा and bank account पे लेख्दै पनि केही फरक परेन ओके अब यो पार्ट सकिसकेपछि अब हामी कहाँ आउँछौं त भन्दा सेकेन्ड पार्टमा आउँछौं अब सेकेन्ड पार्टमा त हामीले के गर्नु पर्यो पैसा माग्नु पर्छ पैसा माग्नको लागि मैले के भनेको छु नम्बर 2 को एन्ट्री नम्बर 1 मा राख्दिने ल हेर नम्बर 2 को एन्ट्री नम्बर 1 मा हेर है मैले कपी पेस्ट गरिदिदै छु एप्लिकेसनको ठाउँमा अलॉटमेन्ट भयो हैन एप्लिकेसन ठाउँमा अलॉटमेन्ट भयो हैन यसको अमाउन्टलाई चाहिँ माइनस गरिदिनु मिल्यो शेयर एप्लिकेसन अलॉटमेन्ट अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट तर क्वेशनले के भनेको छ भन्दा प्रिमियममा पैसा लागेको छ हैन यहाँ हेर त 10% प्रिमियम अब 10% प्रिमियम भइसकेपछि के गर्नु पर्यो भन्दा टु शेयर प्रिमियम भनेर पनि थप्नु पर्यो ल हेर टु शेयर प्रिमियम अकाउन्ट ल हेर प्रिमियम अकाउन्ट थप्नु पर्यो अब यति भइसकेपछि अब यसमा अमाउन्टहरु कति कति होला त ल हेर त भन्दा अब हामीले यो जुन छ नि यो 35,000 लाई हामीले अब मतलब गर्दैनौं है हामीलाई चाहिँ कति जनाले पैसा दियो भन्ने कुरा छैन अब कति जनालाई शेयर पर्यो त भन्दा कम्पनीले जति एउटा शेयर माग्यो त्यतिलाई शेयर पर्यो अब यो हामीले डिल गर्ने भने 20,000 सँग मात्रै हो त्यही भएर अब शेयर क्यापिटल अकाउन्टमा चाहिँ के गर्नु पर्यो 20,000 मल्टिप्लाइड बाइ अब हेर त यसको कति छ अलॉटमेन्टमा कति मागेको छ 50 रुपैयाँ मागेको छ भन्छेपछि शेयर क्यापिटलमा 50 हो त हैन नि त शेयर क्यापिटलमा त 40 हो 10 रुपैयाँ किन भन्दा प्रिमियम छ हेर 10 रुपैयाँ के छ त प्रिमियम छ 10 रुपैयाँ प्रिमियम छ भनेपछि 10 रुपैयाँ कहाँ गयो त प्रिमियममा गयो ल अब हेर यति भइसकेपछि अब शेयर क्यापिटल 40 रुपैयाँ शेयर प्रिमियम 10 रुपैयाँ अब शेयर अलॉटमेन्टमा के भयो त यसमा क्यालकुलेसनको पार्ट देखाउन नेसेसरी छैन इफ यु गाइज वान्ट टु शो 50 रुपैयाँ 20,000 into 50 गरिदिने अब हेर त कति भयो त 10 लाख भयो होला हैन कति भयो त 10 लाख भयो अब यहाँ 10 लाख भइसकेपछि यो कति भयो यो 8 लाख भयो 8 लाख अनि यो 2 लाख यसरी के भयो त डेबिट इज इक्वल टु क्रेडिट ब्यालेन्स भयो यो त हामीले के भयो त पैसा माग्या हो नि त शेयर अलॉटमेन्टको पैसा माग्या हो त्यही भएर बिङ शेयर अलॉटमेन्ट मनी के भयो त ड्यू भयो पैसा मागिसकेपछि के हुन्छ पैसा ड्यू हुन्छ पैसा ड्यू भयो सेकेन्ड प्रोसेसमा के हुन्छ पैसा आउँछ बैंक अकाउन्ट हेर्नुस् है बैंक अकाउन्ट डेबिट अब मेजर कुरा यहाँ छ हामीले मागेको पैसा कति त यो 10 लाख रुपैयाँ हामीले मागेको 10 लाख रुपैयाँ त माग्यौं तर 10 लाख आउँछ त 10 लाख पेमेन्ट गर्दैन नि त स्टुडेन्टले गर्ने मिस्टेक भनेको यहाँनिर हो 10 लाख त कम्पनीले माग्यो फेरि 10 लाख आउँछ त आउँदैन किन 10 लाख आउँदैन भन्दा यो 2 लाख रुपैयाँ चाहिँ उले त एप्लिकेसनमै तिरेछ नि त एक्सेस मनी ट्रान्सफर्ड भनेर मैले सिकाएको थिएँ नि अगाडि हो त्यही भएर 10 लाखमा चाहिँ 2 लाख रुपैयाँ घटाउनु पर्छ किन एउटा मान्छेले दुई चोटी एउटै पैसा तिर्दैन नि त उले त एप्लिकेसनमै तिरेको पैसालाई हामीले तल ट्रान्सफर गर्दै आऊ त्यही भएर 10 लाख माइनस 2 लाख गर्दा यहाँ हाम्रो डेबिटमा कति आउँछ
8 लाख आउँछ अब यसको क्रेडिट साइडमा के हुन्छ त बैंक अकाउन्ट डेबिट टु शेयर अलॉटमेंट अकाउंट टु शेयर अलॉटमेंट अकाउंट कति सिम्पल छ हैन त अब यति भइसकेपछि यसको नरेसन पार्ट आयो नरेसनमा के लेख्नु पर्यो बिङ शेयर अलॉटमेंट मनी रिसिभ्ड पैसा त आयो ल अब हामी कहाँ आयौं त फाइनल पार्टमा अन शेयर फर्स्ट एन्ड फाइनल कल अन शेयर फर्स्ट एन्ड फाइनल कल अब यहाँ पनि यहाँ जे एन्ट्री छ सेम एन्ट्री पैसा माग्नु पर्यो राइट अब पैसा मागिसकेपछि के हुन्छ शेयर माथि अलॉटमेंट थियो तर शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट भयो पैसा मागिसकेपछि के हुन्छ डेबिट हुन्छ है अनि शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट यहाँ कति हुन्छ त 20,000 इन्टु अब हेर त फर्स्ट एन्ड फाइनल कलको अमाउन्ट कति छ फर्स्ट एन्ड फाइनल कलको अमाउन्ट कति छ त भन्दा कति रहेछ 40 रुपैयाँ रहेछ भनेपछि त्यहाँ प्रिमियम डिस्काउन्ट आउने कुरा भएन त्यही भएर 40 रुपैयाँलाई चाहिँ हामीले के गरिदिन्छौँ हेर त ल अब शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट 20,000 इन्टु 40 गरिदिनु पर्यो यहाँ 20,000 इन्टु 40 4 2 जा 8 कति भयो त 8 लाख 8 लाख भयो पैसा मागिसकेपछि के गर्नुपर्छ टु शेयर क्यापिटल गर्नु पर्यो हैन त टु शेयर क्यापिटल अकाउन्ट भयो अब यो 8 लाखलाई यहाँ ट्रान्सफर गरिदिने नरेसन के हुन्छ बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी ड्यू भयो पैसा मागेपछि के हुन्छ त ड्यू हुन्छ स्वाभाविक कुरा छ बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी ड्यू पैसा ड्यू भयो पैसा ड्यू भइसकेपछि पैसा सेकेन्ड पार्टमा आउँछ सेकेन्ड पार्टमा के भयो त बैंक अकाउन्ट डेबिट अब हेर त यहाँ त के भनेको छ भन्दा क्वेसनले इट अल मनी वेयर ड्युली रिसिभ्ड एन्ड एक्सेप्टेड के ड्युली रिसिभ्ड एक्सेप्ट अ शेयर होल्डर होल्डिङ 200 शेयर्स अन प्रो राटा बेसिस फेल टु पे फर्स्ट एन्ड फाइनल कल मनी पैसा त तिरेर रहन्छ फर्स्ट एन्ड फाइनल कल मनी त्यही भएर यहाँ के आउँछ त भन्दा कल्स इन एरियर अकाउन्ट के भयो त डेबिट ल कल्स इन एरियर अकाउन्ट डेबिट भयो अब पैसा कति तिरेन भन्दा 200 वटा शेयर एउटाको भ्यालु कति त एउटाको भ्यालु 40 भनेपछि तिरेन कति त भन्दा 4 2 जा 8 भने 8000 तिरेन हेर यसले 8000 तिरेन अब हामीले मागेको कति थियौं त भन्दा मागेको थियौं 8 लाख 8 लाख हामीले मागेको थियौं 8 लाख शेयर होल्डर हेज नट पेड 8000 भनेपछि 8000 त तिरेको रहन्छ त्यसलाई त घटाइदिनु पर्यो भनिसकेपछि यसको अब डेबिट साइडमा कति आउँछ त भनेर भन्दाखेरि कति त 8 लाख माइनस 8000 भनेको 7,92,000 आयो एकदम बेसिक कुरा छ हैन ल यति भइसकेपछि अब के हुन्छ टु शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट टु शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट यसको नरेसन के हुन्छ त भन्दा बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ्ड फर्स्ट एन्ड फाइनल कल मनी received except 200 shares ल अब यहाँ कति हुन्छ त फर्स्ट एन्ड फाइनल कलमा पनि 8 लाखै हुन्छ ल यति भयो भने यही हो हाम्रो प्रोसेस है यसरी नै हो हामीले गर्ने अब अस्तिको क्लासमा पनि एउटा क्वेशन डिस्कस गरे जस्तो लाग्छ मैले ल यो पार्ट स्क्रिनशट लिनु छ भने स्क्रिनशट लिनुस् अब चाहिँ म हजुरहरुको क्वेशन लिन्छु है के छ इस्यु ल के इस्यु छ भने मलाई भन्नुस् त मैले अनम्युट अप्सन पनि दिन्छु हजुरहरुलाई
जसलाई प्रब्लम छ ह्यान्ड रेज गर्नु भएको छ सबैलाई अनम्युट गरिदिएको छु ल भन्नुहोस् त सर हजुर यो हाम्रो यो लास्टको ट्रान्जेक्सन छ नि यो एकचोटि फेरि भनिदिउँ न। लास्टको ट्रान्जेक्सनमा के भएको छ भन्दा हजुर यो कल्स इन एरिया छ। ल यहाँ हेर त कम्पनीले मागेको कति छ 8 लाख छ होइन क्वेसनले के भनिरहेको छ भन्दा अल मनी विल ड्युली रिसिभ एक्सेप्ट अ सेयर होल्डर होल्डिङ 200 सेयर हेर त यो 200 वटा सेयर चाहिँ के भएको छ त पैसा तिरेको छैन त्यही भएर कल्स इन एरिया चाहिँ के भयो त 200 × 40 भयो किन भन्दा फर्स्ट एन्ड फाइनल कलको पैसा 40 छ 200 × 40 भनेको 8000 भयो अब कम्पनीले मागेको 8 लाख 8 लाखमा 8000 नतिर्या भएर 8 लाख माइनस 8000 गरेर 7,92,000 यहाँ लेखेको बुझ्यो कुरा ल अरू सर कसको हजुर ल भन्नुहोस् यो के भन्छ अरे यो पोर्रा के अरे ऊ छ नि जुन कल्सिन हेरेर हजुर यो चाहिँ पोर्रा बेसिस भने त त्यो 50,000 के अरे 50% छ नि 20,000 को हजुर अनि हो त्यसबाट जुन अब 10 के अरे उसको 20,000 को चाहिँ 10,000 चाहिँ 50% भयो होइन हजुर अनि हो त्यहाँभित्रको 10,000 भित्रकोले 10,000 भित्रको 200 जनाले नतिरेको होइन र होइन होइन त्यो लजिकमा तिमी जाँदै नजाऊ न त्यो त तिम्रो त्यो सेकेन्ड पार्टको त्यो एक्सेस मनीवाला केस इज डिफरेन्ट यो दिस केस इज डिफरेन्ट अब यो 20,000 10,000 भन्ने 20,000 10,000 भन्ने कुरा त यहाँ यो फर्स्ट एप्लिकेसनमा सकिसक्यो अब तिमीले क्यालकुलेसन गर्ने भनेको 20,000 को मात्र 20,000 भनेको इन्भाइटेड एप्लिकेन्ट्स जसलाई सेयर पर्यो त्यो मात्रै तिर्ने हो नि त एलटमेन्टको पैसा 35,000 वालाले तिर्ने हो त होइन नि त कसले तिर्ने हो त सेयर एलटमेन्टवालाले तिर्ने हो एलटमेन्टवाला भइसकेपछि बल्ल कहाँ आउँछ फर्स्ट एन्ड फाइनल कल उसले चाहिँ फर्स्ट एन्ड फाइनल कलको पैसा तिरेको छैन जहिले पनि स्टुडेन्टको मन त्यही भएर त अघि मैले त्यत्रो कुरा सिकाएँ त तिमीलाई जहिले पनि के गर्ने भन्दाखेरि सेयर क्यापिटलमा के गरिदिनु त भन्दा कम्पनीलाई चाहिएको पैसा राख्दिनँ क्या कम्पनीलाई चाहिएको सेयर्स कति हो त भन्दा नम्बर अफ इस्युड सेयर इन्टु रिक्वायर्ड भ्यालु 20,000 कम्पनीलाई चाहियो होइन एप्लिकेन्ट्स कतिवटा आछ एप्लिकेन्ट्स कतिवटा आछ भन्दा 35,000 वटा आछ सेयर क्यापिटलमा 20,000 गइसकेपछि तिमीसँग कति भयो 15,000 बाँकी भयो 15,000 5,000 चाहिँ के भएको छ निल यसलाई त सेयरै परेको छैन होइन 5,000 त निल छ नि त यहाँ हेर त 5,000 एप्लिकेन्ट्स निल अब भनेपछि तिमीसँग 10,000 भयो नि एक्सेस मनी 10,000 हो यसको एडजस्टमेन्ट त तिमीले यहाँ गरिसक्यौ त राजा होइन 10,000लाई एडजस्ट गरिसक्यो अब भनेको हामीले क्यालकुलेसन गर्ने भनेको 20,000 को मात्रै हो यो 20,000 सेयर क्यापिटलवाला कुरा मात्रै हो अरूको क्यालकुलेसन हुँदैन ओके सर सुन न हजुर यसको यो इक्जाममा चाहिँ होइन वर्किङ नोट बनाउनु कम्पलसरी हो कस्तो नम्बर काट्ने टाइपको हुन्छ इट इज नट कम्पलसरी तर हामीले देखाउनु पर्छ के भन्दा यहाँ साइडको क्यालकुलेसनहरू छ नि यो हजुर टी इन्टु कति यो चाहिँ क्यालकुलेसन देखाउनु पर्छ वर्किङ नोट इज नट नेसेसरी है अनि सर यो के कुनै कुनै क्वेसनमा के यो जुन पोर्राटाको लिमिट हुन्छ नि कस्तो लिमिट लिमिट भन्नाले अब जस्तै एलोटमेन्टमा चाहिँ यति पठाउनु नमिल्ने कि त्यसलाई चाहिँ फेरि उसमा के अरे एलोटमेन्टको सट्टा फेरि फर्स्ट एन्ड फाइनलमा पठाउनु पर्ने कि यदि त्यहाँको लिमिट पुगेन भने एलोटमेन्टको त्यो कस्तो हुन्छ हो सुन त्यसमा के हुन्छ भन्दा तिम्रो अब लिमिट भन्ने हुँदैन जस्तो चाहिने भन्दा बढी जस्तो तिम्रो चाहिँ यहाँ चाहिएको छ कति चाहिएको छ भन्दाखेरि तिम्रो यहाँ त 2 लाख मात्र एक्सेस भएको छ होइन अब त्यहाँ कम्पनीले यहाँ मागेको छ कति त भन्दाखेरि तिम्रो यहाँ एलोटमेन्टमा मागेको छ 10 लाख एक्सेस भएको थियो 2 लाख तर तिमीले यहाँ एक्सेस मनी नै 12 लाख तिरेको रहेछौ भने के हुन्छ अब 10 लाख यहाँ एडजस्ट हुन्छ फेरि अर्को 2 लाख तल जान्छ तल्लो ट्रान्सफर हुन्छ त्यस्तो क्वेसन्सहरू एक्जाममा आउँदैन बाबु है सर हजुर यो एलटमेन्टमा पनि कल्स इन एरर भनेर दियो भने चाहिँ कसरी एडजस्ट गर्ने फेरि अब सुन्न एलटमेन्टमा कल एकदम सिम्पल छ कि त्यही बेसिक कुरा नै हो एलटमेन्टमा पनि कल्स इन तरिका अब यसरी नलेख्देऊ न स्क्रिनमा फेरि सरी अब हेर एलटमेन्टमा पनि कल्स इन एरियर भन्ने कुरा आयो भने तिमीले के गर्नु पर्यो भन्दा एलटमेन्टमा तिरेन भने फर्स्ट एन्ड फाइनल कलमा पनि तिरेन ल हेर यहाँ के हुन्छ जस्तो एप्लिकेसन तिर्यो फर इक्जाम्पल फर्स्ट इन्स्टलमेन्ट तिर्यो होइन एप्लिकेसनको तिर्यो अब एलटमेन्टमा तिरेन भने अब यहाँ कल्स इन एरियरको कुरा आउँछ त्यसपछि फर्स्ट एन्ड फाइनल कलमा पनि के हुन्छ त पैसा तिरेन यो वाला क्वेसन गराउँला म एउटा क्वेसन यो पनि सल्भ गर्छु बेसिक एउटै कुरा सेम एन्ट्री सेम हुन्छ तर दुवै ठाउँमा नतिरेको भनेर पोस्टिङ गर्नुपर्छ अरू केही इस्यु छ
के इस्यु छ कि छैन हाम्रो 6:55 मा अर्को क्लास सुरु हुँदैछ अनि त्यही भएर आई हेभ टु लिभ बिफोर 6:55 इफ यु गाइज हेभ एनी प्रब्लम प्लिज मेक इट फास्ट सर सर यो एक्जाममा भन्नुहोस् एक्जाममा क्यालकुलेसन देखाउनु नेसेसरी हो र सर? त्यो त 200% नेसेसरी क्यालकुलेसन देखेन भने तिम्रो मार्क्स कट्यो त राजा ए हस् सर हुन्छ। है एप्लिकेसन त क्यालकुलेसन इज द मोस्ट नेसेसरी पार्ट अनि सर हाम्रो प्री बोर्ड आइरहेछ अनि त्यसको ओरिएन्टेड क्लास हुन्छ कि न 1-2 दिन? यस्तो हुन्छ अब हामीले त अब सबै क्लास टपिक नै कभर गर्छौँ एट एन्डसम्म हजुर फाइनल अकाउन्ट पनि भ्याइ गराएको अस्ति त्यसलाई म हजुर फेरि रिपिट गराउँछु म सिरियल 12 बजी 13 बजी 14 15 गराउँदै जान्छु म ए हाम्रो चाहिँ प्री बोर्ड आउनु लागेको थियो अनि त्यही भएर 1-2 दिन सर पढाइदिन्थ्यो कि भनेर। अब सर पढाउँदाखेरि यस्तो हुन्छ कि पछि फेरि रिपिट गर्नुपर्छ होइन अब प्री हजुर होला नि त हाम्रो मेजर टार्गेट त बोर्ड होला नि त हामी बोर्डलाई टार्गेट गरेर पढ्छौँ डोन्ट वरी हस् सर हुन्छ हस्। है ल अरू केही इस्यु छैन होला इनकेस भएपछि अब हामी भोलिको सेसनमा डिस्कस गर्छौँ ल आजको लागि सेसन पनि यहीँ एन्ड गरेँ ल थ्याङ्क यू भेरी हस् मच यु गाइज टुमोरो हेभ अ भेरी गुड इभिनिङ ओके थ्याङ्क यू यो चाहिँ यो सर यो ऊ चाहिँ पठाइदिनु होला म ग्रुपमा हालिदिन्छु है त हस् यिनीहरूको सर हस् हस् सोल्युसन हस् अब क्लास चाहिँ हाम्रो अब यसपछि अर्को क्लास स्टार्ट हुनेवाला छ तिमीहरूलाई केही क्वेरी छ भने चाहिँ यो वाट्सएप नम्बरमा म्यासेज गर्नु होला है त वाट्सएप नम्बरमा अथवा हाम्रो सरल शिक्षाको फेसबुक एकाउन्ट छ पेजमा छ त्यहाँ पेजमा गएर म्यासेज गर्नु होला है त म दुइटै पठाइदिन्छु आजको भिडियो चाहिँ जसले चाहिँ लास्टतिर जोइन गरेको छ त्यसको चाहिँ हाम्रो युट्युब च्यानलमा आउँछ त्यहाँ चाहिँ चेक गर्नु होला है त यो च्यानलमा हाम्रो चाहिँ यो वाट्सएप च्यानलमा चाहिँ यहाँ जोइन गर्नु होला है भोलिदेखि चाहिँ क्लास जोइन गर्ने बेला तपाईँहरूले चाहिँ आफ्नो फुल नेम लेखेर मात्रै जोइन गर्नु होला है त कसैलाई केही भन्ने ऊ छ भने मैले माइक अन गरिदिएको छु तपाईँ अनम्युट गरेर बोल्न सक्नुहुन्छ है हजुर अब कुन क्लास हुन्छ अब यसपछि चाहिँ साइन्सको क्लास हुने हो केमिस्ट्री क्लास तपाईँ साइन्सहरू कोही हुनुहुन्छ भने जोइन गर्दा भयो नभए अब चाहिँ हामी यो मिटिङ अफ गरिदिन्छौँ है यो म्यानेजमेन्टको क्लास चाहिँ सकियो आजको लागि भोलि यही टाइममा हुन्छ भोलि चाहिँ तपाईँ ठ्याक्कै यही 5:30 मा चाहिँ तपाईँले क्लास जोइन गर्नु होला ठ्याक्क जुम आइडी जुम एकाउन्ट यही नै हो सेम नै हो है हेलो सर हजुर भोलि नि यही टाइममा हुने हो क्लास 5:30 बाट नै क्लास स्टार्ट हुन्छ यही टाइममा तपाईँले जोइन गर्नु होला है सरल शिक्षाको फेसबुक पेजमा चाहिँ चेक गर्नु होला हजुर सर अनि पासपोर्टहरु नि सेम सेम पासवर्ड हो ए सर अरुको चाहिँ हुँदैन क्लास अकाउन्टको मात्रै हुन्छ एकाउन्ट र इकोनोमिक्सको हुन्छ ए म्याथको पनि हुन्छ रुटिन आउँछ रुटिन चेक गरेर जोइन गर्नु होला नि म तपाईँको त्यो वाट्सएप च्यानलमा पठाइदिन्छु बिजनेसको चाहिँ हुन्छ बिजनेस म्याथको पनि हुन्छ क्लास बिजनेस फाइनान्स हुन्न सर इकोनोमिक्सको हुन्छ कि हजुर इकोनोमिक्सको पनि हुन्छ कहिलेदेखि हुन्छ सर इकोनोमिक्सको हजुर कति बजेदेखि हुन्छ सर इकोनोमिक्सको इकोनोमिक्स चाहिँ तपाईँले रुटिन हालिदिन्छौँ नि हामीले ग्रुपमा है हुन्छ सर ल आजको लागि मैले मिटिङ अफ गरिदिएँ तपाईँलाई केही क्वेसन छ भने सरल शिक्षाको फेसबुक सरल शिक्षा एकाडेमी भन्ने पेज छ हाम्रो फेसबुकमा त्यहाँ गएर म्यासेज गर्नु होला अथवा वाट्सएप नम्बर चाहिँ यो छ यसमा चाहिँ म्यासेज गर्नु होला म तपाईँको क्वेसनको एन्सर दिनेछु है त सर म त ग्रुपमा छैन त मलाई एड गरिदिनु न मैले भर्खरै तपाईँलाई वाट्सएप च्यानलको लिङ्क पठाइदिएको छु त्यहाँ चेक गर्नुहोस् न ओके सर भिडियोहरु नि त्यसमै आउँछ हो सर हो सबै त्यो वाट्सएप च्यानलमै आउँछ हुन्छ सर यो भर्खरै मैले वाट्सएप नम्बर पठाइदिएँ त्यसमा म्यासेज गर्नु होला म तपाईँलाई सब डिटेल पठाइदिन्छु है त हुन्छ सर ल आजको लागि गुड नाइट सबैलाई यसपछि हाम्रो अर्को क्लास स्टार्ट हुन्छ मैले अफ गरिदिएँ है त तपाईँको क्वेसन अब हजुर हजुर कम्प्युटर साइन्स पढाइ हुन्छ कि नै हुन्छ हेलो सर हजुर
मर्निङमा क्लास हुन्छ कि नै? इभिनिङमा मात्रै हुन्छ। ए हस् ल ल गुड नाइट एभ्रिवान। केही क्वेरी गुड छ भने नाइट सरल सिजाको फेसबुक पेजमा गएर सोध्नु होला है त।